फ्रेन्ड्स वेलकम ब्याक अन माई च्यानल। म चाहिँ आज तपाईँहरूलाई रामायण मुभीको टेलरको रिभ्यू दिन गइरहेको छु है त। रिभ्यू दिन साथसाथै यसको चाहिँ रियाक्सन भिडियो पनि हुन सक्नुहुन्छ है। किनभने म चाहिँ यसको लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको थिएँ। रामायण मुभीको टेलर चाहिँ कहिले आउँछ र कहिले आएपछि हेर्छु भनेर ठुलो पर्दामा हेर्नुलाई एकदम नै एक्साइटेड थिएँ। त्यसको कारण चाहिँ एक्साइटेड हुनुको कारण चाहिँ म चाहिँ यस उसलाई चाहिँ रावणको रोलमा हेर्नुलाई एकदम नै आतुर थिएँ। उहाँ चाहिँ कसरी चाहिँ यो रोललाई प्रोटेक्ट गर्नुहुन्छ भनेर है त। सो र अस्ति भर्खर पनि रिलिज हुन आएको थियो योभन्दा केही टाइम अगाडि नै, र त्यति बेला पनि म एकदम एक्साइटेड थिएँ कति रिलिज हुन्छ भनेर। हेर्छु मैले जतिखेर पनि युट्युब हेरेकै थिएँ कि, तर अनएक्सपेक्टेडली त्यति बेला चाहिँ भएन। किनभने अब यसको ग्लोबल डिस्ट्रिब्युसनमा अलिक समस्या गइरहेको थियो, त्यस कारणले गर्दाखेरि भएन। र फाइनली अहिले चाहिँ ग्लोबल डिस्ट्रिब्युसनको पनि प्रब्लम पनि सोल्युसन भइसकेको छ है त। भइसकेर चाहिँ अहिले आइसक्यो, जुन चाहिँ सोनी पिक्चर्सबाट ग्लोबली डिस्ट्रिब्युट भइरहेको छ, जुन चाहिँ एकदम नै राम्रो कुरा हो होइन। इन्डियाको मुभी पनि इन्डियाको मुभी भनौँ, नेपालको लागि पनि यो हिन्दू धर्म सम्बन्धीको भइरहेको नेपालको लागि पनि एकदम नै राम्रो छ है। त्यस कारणले गर्दाखेरि हाम्रो हिन्दू धर्मको मुभी चाहिँ विश्वभरि डिस्ट्रिब्युट हुनु, विश्वभरिका मान्छेले हेर्नु सक्नु भनेको हाम्रो लागि खुसीको कुरो। र ढेर नगरिकन मुभीको ट्रेलर हेरेर लागिसक्यो। म चाहिँ किनभने एकदम एक्साइटेड छु नि त। सो तुम्हारा नया राजा देवलोक, पृथ्वीलोक, पाताल लोक, तीनों लोकों में एक ही राज होगा। जब जब सृष्टि पर संकट आया है, भगवान विष्णु ने अवतार लेकर उसकी रक्षा की। मेरा ज्येष्ठ पुत्र राम, विश्व कल्याण के लिए यदि मेरा अंत भी हो जाए तो भी मुझे स्वीकार है। निर्णय मैं ले चुका हूं। एक पुत्र होने के नाते अपने पिता के वचन का पालन करना मेरा कर्तव्य है। तुम्हारे लिए 14 वर्ष का वनवास। उस वचन का क्या जो आपने मुझे विवाह के समय दिया था। अब हमारा भाग्य एक है, और भाग्य में जो भी लिखा है मुझे स्वीकार है। जनस्थान की राजकुमारी सूर्पनखा, वो मोहित हो गई है आप पे। राम से प्रतिशोध लिया जाएगा शूर्पणखा। न राम की मृत्यु साधारण होगी, न उसका अपमान। रावण तीनों लोकों का स्वामी है, तो तीनों लोकों के सामने उसका वध करूंगा। मैं अपनी सीता को वापस लाऊंगा।
फाइनली ट्रेलर हेरिसक्यो म चाहिँ स्पिचलेस भएको छु है। एकदम ट्रेलर एकदम नै अति नै बवाल लाग्यो। सुरुको स्टार्टिङ सिन नै, जुन स्टार्टिङ सिनमा यसको खुट्टाबाट स्टार्ट भएको छ, कसँगले स्टार्ट भएको छ, कससँगले लासहरूमा ट्याक 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 फाइट सिनबाट बवाल नै भएको छ। यसको लुक त एकदम नै आउटस्ट्यान्डिङ छ क्या। रावण भनेको त यस्तो हुनुपर्छ भन्ने यहाँ फिल भएको छ क्या रामायणबाट। एकदम नै मुभी पनि एकदम नै ग्रान्ड लेभलको हो, ग्रान्ड बजेटमा चाहिँ एकदमै साह्रै ग्रान्ड लेभलको बजेटमा हुन्छ। कतै मुभी पनि एकदम ग्रान्ड लेभल हुनुपर्छ भन्ने थियो, एकदम नै छ हाम्रो एक्सपेक्टेसन अनुसार। यो आदिपुरुषभन्दा हजारौँ गुणा बेटर, दामी भिएफएक्स, दामी छ एकदम नै। लुक्समा पनि उत्तिकै हुन्छ, सबै कुरामा एकदम राम्रोसँगले डिटेलली ध्यान दिएको छ, एकदम दामी लाग्यो यार मलाई चाहिँ। सुरुमै रावणको सिन, साथसाथै रावणको डायलग, आकाश लोक, धरती लोक, पाताल लोक, सब लोक में अब एक ही राज होगा, रावण राज। असम डायलग यार। रकिङ स्टार एस मान्छे के हो कि प्रत्येक रोलमा एकदम नै दामी बेटर गर्ने। केजिएफ वाला डायलगको फिल एकदम नै दामी हुन्छ। भोइस त्यही छ, सचिन कोहली पनि लाग्यो मलाई एकदम है। भोइस यति बेटर छ, आवाजमा यति दम छ, रावणको आवाजमा त्यस्तो हुनुपर्छ। सल्फरी खानको लुक्सहरूमा त्यो आदिपुरुषमा, यहाँ र रावणको लुक्स यहाँ यसको लुक्स हेरौँ त हजारौँ गुणा डिफ्रेन्स, एकदम दामी बा। त्यसपछि अरुण गोविलको सिन आएको छ। अरुण गोविलको सिन मेरो ठुलो छोरो भनेर देखाएको छ। रामा जुन चाहिँ रणवीर कपुरले खेलेको छ रामको रूपमा, ट्याक्क सुरुको स्टार्टिङ सिनमा नै घोडामा टक्क दौडेर टट्ट गइरहेको छ, आँखा बन्द गरेर घन्टीमा धनुष हानेको सिन एकदम दामी भवा लागेको छ। एकदम जस रणवीर कपुरले पोर्ट्रेट गर्न सक्दैनन् भनेर धेरै नै पहिले नै चर्चाहरू आइरहेको थियो, धेरै नै युट्युबमा है विवादहरू आइरहेको थियो। तर अहिले मुभी हेर्दाखेरि रणवीर कपुरले पनि रोल एकदम नै न्याय दिएको छ, एकदम दामी बेस लाग्यो, एकदम नम्र शालीन दामी दिएको छ रावण जस्तै है। त्यसपछि एकदम दामी छ भिएफएक्स खन्छ भनौँ। त्यसपछि साई पल्लवी एज अ सीता माता, सो गजियस या सीता माताको रोलको लागि नै भनेको जस्तो कि एकदम बेटर दामी देखेको छ। लक्ष्मण दुबे एज अ लक्ष्मण असम धेरै त राम्रोसँग देखाएको छ होइन, यस मुभीमा हेर्न सक्नुहुन्छ। साथसाथै सुपर्णरेखा एज अ रकुलप्रीत एज अ सुपर्णरेखा, रकुलप्रीत स्टर्निङ, सो गजियस, सो ब्युटिफुल, दामी देखाएको छ। साथसाथै अब यसमा चाहिँ अब मन्दाकिनी एज अ काजल अग्रवालको लागि चाहिँ देखाइएको छैन है। यसपछि मुभीमा देखिन्छ वा सेकेन्ड र टिजरहरूमा त्यसमा देख्न सकिन्छ होला मलाई लाग्छ। मुभी चाहिँ एकदम दामी लाग्यो, मलाई चाहिँ एकदम बेटर लागेको छ। यो हाम्रो रामायण गाथा भनेको चाहिँ यो भन्ने एकदम दामी छ है। मुभीको लागि एकदम एक्साइटेड छु। जस तिहारमा होइन त, दिवालीमा चाहिँ तिहारमा मुभी हेर्न एकदम एक्साइटेड छु। तपाईँहरूको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला है। भन्दै म यति नै भन्न चाहेँ र साथसाथै च्यानल सब्सक्राइब गर्न पनि नभुल्नु होला है त।